हेलो गाइज वेलकम टु माई ब्लग। आज होइन आज चाहिँ म फर्स्ट टाइम ब्लग बनाउँदैछु होइन र मेरो ब्लग पुरै हेर्नु होला, लाइक सब्सक्राइब गर्नु। आज चाहिँ तिहार टिका लगाउने अनि होइन हामी यहाँ दिदीहरू माला बनाउँदै हुनुहुन्छ। अघि नै सिकाएको झन् भयो भयो आबा दाखा होइन के अघि गरेथ्यो कि अनि दाइले निकाल्दिनु भइसक्यो। आज चाहिँ म ब्लग बनाउन लाग्यो। यसको नाम के राख्ने होला खै, 25 मिनट ब्लग। यो चाहिँ मेरो बहिनी अनि यो चाहिँ मेरो दाइ। तपाईले हेर्दै र यो चाहिँ भाइको ब्लग रे है। आज तिहार टिका लगाएर कति दिने हो दिदीहरूलाई थाहा छैन। नानीले 500 मा दुईटा जिरो हटाएर दिन पर्ला। आज चाहिँ लास्टै बोरिङ भइरह होइन। अनि यता मम्मी चाहिँ मासु काट्नु भयो। यी मासु मम्मी रोटी कहाँ छ हिजोको देखाइदिउँ न होइन गाइजहरू। आज म तपाईँलाई रोटी देखाइदिन्छु। हामीले हिजो पोलेको रातभरि लगाएर कहाँनिर गएछ नि रोटी देख्नुभयो भने भन्नु होला। ए यहाँ रहेछ यस रोटी नि राम्रो छैन फेरि। गाइजहरू यो हाम्रो दाई विश्वास दाई, हाम्रो दाई फेरि भ्लगर बिएसएस भ्लगमा हेर्नु होला, लाइक सब्सक्राइब गरिदिनु होला गाइजहरू। मेरो पनि हेर्नु होला होइन। यो दाई यो हाम्रो दाई फेरि डेन्जर। हाम्रो दिदी हेर्नुहोस् हेर्नुहोस् मजा आउँछ जिस्किन होइन। अहिले पछि पैसा कति दिने भनेर पो छलफल हुँदैछ यहाँ। हाम्रो गाउँ यहाँ हाम्रो गाउँ हो यस्तो। यो गाउँमा यस्तो राम्रो आउँछ। गाउँमा ए हामी त सहरको जस्तो फुल किन्न पर्दैन, गाउँमै फलिदिन्छ कहाँ गयो भने। ए हेर्नुहोस् यसको नाम हो सयपत्री फुल होइन गाई। आज म सबै फुलको बारेमा भन्छु। यो फुल हो, यसको नाम मलाई पनि थाहा छैन। यो पनि सयपत्री भन्दा सयपत्री। अनि यो नि थाहा छैन यसको नि। ए गाउँ बजारमा त किन्न पर्छ, गाउँमा त घिराउ लागेर झ्याङै हुन्छ होइन गाइज। यो चाहिँ मेरो सानो बहिनी अनुष्का सुनार। यो चाहिँ खालि टिकटक बनाऊँ भन्थ्यो होइन गाइज। यो हाम्रो घरमा फेरि दसैँमा हालेको पनि तिहारसम्म छ होइन गाइज। नमस्तेहरू सबैले हेर्ने भनिदिनु होला मेरो भ्लग, अलि भाइरल बनाइदिनु होला मलाई। अनि यो चाहिँ हाम्रो पुक्कु, कस्तो राम्रो छ यो पुक्कु। ओहो कहाँ लाग्यो कान्छु। म चाहिँ उसमा लगाउने यो प्यान्ट सुकाएर राखेको अस्ति दसैँमा। यो दसैँमा होइन दिदीको कोठामा जाँदा फेरि लगाएको थिएँ। अर्को व्हाइट टी सर्ट छ, फेरि के लाग्यो भने धुनै गाह्रो हुन्छ गाइज। आज चाहिँ म तपाईँले भैँसीको बसमा लैजान्छु। ए नलैजाउँ होला, बिजत नि हुनसक्छ गाइज। अब होइन हामी फेरि उसमा जान लाग्यो तल अगरबत्ती किन्न तिहारको लागि, भाइटिकाको लागि। हामी चाहिँ बाटो देखाउँछ यस्तो छ बाटो। यो चाहिँ मेरो सानो बहिनी, यो मेरो साथीको घर गाइजहरू। गाउँमा यस्तो आवाज रिरी आउँछ होइन। अब ऊ त्यो हो पसल, त्यो पसल हो। हाम्रो मम्मी पनि हुनुभयो रहेछ गाइजहरू। अब रमाइलो गाइजहरू। मैले भिडियो बनाउँदा ब्याक गइदिएछ झुक्केर। यो मेरो साथीको घर, बाटो यस्तो छ। तिहारमा पटाका पड्काउने भनेको है, पसलले बन्द रहेछ। अगरबत्ती किनेको तिहारलाई है। यो पनि मेरो साथीको घर हो। लास्टै गाह्रो छ है हिँड्न त गाइजहरू। र अहिले बाई बाई टाटा गुड बाई। अहिले पछि तिहारमा फेरि टिका लगाउने बेला फेरि म भ्लग बनाउँछु, हेरेर सब्सक्राइब गरिदिनु होइन। अब हामी गाइजहरू अब टिका लगाउँदैछौँ। अब टिका लगाउन लाग्यो। अब यहाँ डेकोरेसन हुँदैछ गाइजहरू हेर्नुहोस्।
हेर्नुहोस् कति हल्लाको मोबाइल हो नि हेर्नुहोस् गाइजहरू हामीले डेकोरेसन गर्दैछौँ टिकाको लागि। हेलो गाइजहरू अब हामी टिका लगाइ पनि भए हेर्नुहोस् मैले टिका लगाइसकेँ। हाम्रो चाहिँ भर्खरै टिका लाएर भ्याइयो। अब चाहिँ ड्याङ्गा लाएर अब खाना खाएर अनि फेरि रमाइलो गरौँला है। बाई। गाइज हामी यस्तो बाटो छ। दिदी पनि अगाडि म चाहिँ पछाडि भिडियो बनाएको। किनकि हाम्रो दोस्तको मोबाइल हो यो, हाम्रो दोस्तको मोबाइल भन्नाले। अनि म चाहिँ आफ्नो के भन्छ अरे हामी चाहिँ फर्स्ट टाइम भ्लग बनाउनु लाग्यो होइन, हो कि होइन? हो नि होइन। हाम्रो परिचय पान चाहिँ मेरो नाम चाहिँ अन्जन सुनार हो। मेरो नाम चाहिँ सची सुनार। हाम्रो घर चाहिँ तारुका हो। यता हुनुभयो हाम्रो ब्युटिफुल। अब हामी ब्युटिफुलसँग परिचय गर्छौँ होइन। हेलो ब्युटिफुल, परिचय दिनु त। परिचय हजुरको नाम? मेरो नाम चाहिँ ब्युटिफुल नै हो है। ब्युटिफुल कता बस्नुहुन्छ अचेल? म दमौली बस्छु। तपाईँले सुन्नुभयो गाइजहरू? सुन्नुभयो नि? हामी त गाइजहरू ठाउँ भन्नु दमलीको ठाउँ। हाम्रो दोस्तहरू के हो बहिनी नाउँथ्यौँ। हामी चाहिँ गाइजहरू अहिले चाहिँ गइसर जानु लाग्यो होइन। हामी तपाईँलाई गइसकेपछि तपाईँलाई हामी देखाउँछौँ गाइज। ल गाइजहरू हामी चाहिँ अहिले मिना दिदीको घरमा आइसकेको छ। मिना दिदीको घर। अहिलेको लागि बाई बाई, टाटा। वेलकम टु माई च्यानल। कसैले पनि सब्सक्राइब गर्नु, लाइक गर्नु। सबैले हाम्रो सचिन अन्जानलाई लाइक गरिदिनु है गाइजहरू, सब्सक्राइब गरिदिनु। अनि जति सक्छु सेयर सब्सक्राइब नि गरिदिनु होइन। हामी चाहिँ कता बाई बाई द एन्ड बाई गाइज हामी फाइनली गइसकेर गाडी बाटोमै छौँ। अब हामी पुग्नै रहेको छौँ। गइसकेको कुन ठाउँमा जाने थाहा नै छैन। हेर्नुहोस् हाम्रो गाउँको बस राम्रो लाग्यो होला। राम्रो लाग्यो नि अनि के कत्रो नि हाम्रो गाउँको बस गाइजहरू होइन। हामी चाहिँ अब पुग्ने लाग्छौँ। गाइज हामी चाहिँ यहाँ गइसकेको पसलमा आइसक्यौँ। पसल फेरि यस्तो छ खै। यहाँबाट जान्छ भित्र। अहिले पछि देखाउँला एकछिन। हाम्रो अन्जन हिरो। गाइज म भर्खरै आएँ। यिनीहरू डान्सरहरू सकेसम्म यिनीहरूको हाम्रो मेरो जिग्री दोस्त एउटा ऱ्याप हान्न त ऱ्याप। नानी यो चाहिँ होइन याक्सको लागि होइन। ओ नानी यो चाहिँ तेरो हाल खबर त सन्चै त्यसोलाई मलाई बार नगर। मैले दिएको पीडाहरू नराख तेरो मनमा। यति हो त्यसमा भन्नु पर्ला त साँचो थिइस् लाग्यो तल अब होइन घाटको घिस। गाइजहरू मेरो साथीलाई नि झ्याउलायो रे। अब म अहिले बाई बाई टाटा गुड बाई भ्लगमा हाल्छु हेर्नु। सर्टकटमा हो।